हेर म एउटा नयाँ काम अब गर्ने नै छु, सम्पूर्ण सृष्टिलाई महानता देखाउने छु। हेर म एउटा नयाँ काम अब गर्ने नै छु, सम्पूर्ण सृष्टिलाई महानता देखाउने छु। हेलो, जय मसीकी, जय मसी सबैलाई नमस्ते भन्दै तपाईँहरूको चरणमा फेरि पनि म अगाडि आएको छु मेरो नयाँ ब्लग लिएर। परमेश्वरको अनुग्रह म प्रति राखेको कारणले गर्दा फेरि पनि आज तपाईँहरूको अगाडि म आउन सकेको लागि परमेश्वरलाई धन्यवाद र तपाईँहरूलाई पनि धन्यवाद मलाई हेरिदिनु भएको लागि है। परमेश्वरले नयाँ काम गर्नुहुन्छ। हेर म नयाँ काम गर्नेछु, एउटा नयाँ काम गर्नेछु, सम्पूर्ण सृष्टिलाई महानता देखाउनेछु भनेर परमेश्वरको भजनले भन्छ है। यसै कारणले गर्दा नयाँ दिन एकदम सधैँ हाम्रो निम्ति नयाँ दिन। म त सधैँ राति सुत्दाखेरि सम्झन्छु भोलि त म देख्न पाउँछ कि पाउँदिनँ होला भनेर। फेरि परमेश्वरले मलाई देख्ने दिन दिनुहुन्छ है, कुशलपूर्वक दिनुहुन्छ अनि फेरि मेरो निम्ति नयाँ हुन्छ है। अनि म सधैँ परमेश्वरले नयाँ बनाउनुहुन्छ अनि सधैँ म नयाँ भएर तपाईँहरूको अगाडि आउनेछु है। आजको वचन मैले लिएर आएको छु हितोपदेश 2:11 र 12 मात्रै छ है। यहाँ यसरी भनिएको छ, हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर अथवा उहाँको ताडनादेखि चित्त नदुखा, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाई उहाँले हप्काउनु हुन्छ र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ। कति राम्रो है परमेश्वरले जसलाई प्रेम गर्नुहुन्छ हप्काउनु पनि हुन्छ, दण्ड पनि दिनुहुन्छ है, किनभने उहाँले प्रेम गर्नुहुन्छ नि त होइन। मेरो छोराछोरी यताउति नजाओस् भनेको कारणले गर्दा जसरी हामीले हाम्रो छोराछोरीले बदमास गर्छ भने उनीहरूलाई हामी हकार्छौँ पिट्छौँ है, त्यस्तै परमेश्वरले पनि हामीलाई कति माया गर्नुभयो, किनभने उहाँले त हामीलाई सृष्टि गर्नुभएको हो नि त होइन। उहाँले आफ्नो स्वरूपमा हामीलाई बनाउनु भएको, यस कारणले गर्दा उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ है। यस कारणले हामीलाई हप्काउनुहुन्छ। हुन्छ, यति भन्दै परमेश्वरको वचन परमेश्वरले आशिष दिन भएको होस्। अनि हिजो तपाईँहरूले केकको स्वाद त लिनु भएन होला किनभने तपाईँहरू आउनु भएन, तर आँखा